स्मार्टफोनमाथिका केही भ्रम र यथार्थ। आज मानिसहरूको हातमा पुगेको छ स्मार्टफोन। स्मार्टफोनको फैलावटसँगै यसका विषयमा थुप्रै गलत धारणाहरू व्याप्त भइरहेका छन्। हामी यहाँ स्मार्टफोनसँग जोडिएका केही मिथक र तिनको यथार्थबारे अवगत गराउँदैछौँ। 1. टास्क किलरले स्मार्टफोनको स्पिड बढाउँछ। यो भनिन्छ कि सबै एप्सहरू बन्द गर्दा वा टास्क किलर प्रयोग गरेर एप्सलाई आफ्नो स्मार्टफोनको ऱ्यामबाट रिमुभ गर्दा डिभाइसको स्पिड बढ्छ। तर वास्तविकता के हो भने यस्ता एप्सहरू ब्याकग्राउन्डमा फ्रिज भएको हुन्छ जब तपाईँ यसको प्रयोग गर्नुहुन्न। साथै यसले मेमोरीको नगन्य हिस्सा मात्रै उपभोग गरेको हुन्छ। यो ऱ्याममा यसकारण हुन्छ कि तपाईँले यसलाई अर्को पटक चाँडै खोल्न सक्नुहोस्। ऱ्याममा नरहने एप्सलाई रिमुभ गर्दा खासमा तपाईँको फोनको स्पिड घट्छ। 2. ओभरचार्ज गर्दा फोनको ब्याट्री खतम हुन्छ। फोनलाई रातभरि चार्ज गर्दा पनि यसको ब्याट्रीलाई कुनै नोक्सानी गर्दैन। यसको कारण के हो भने आजकल स्मार्टफोन यस किसिमले डिजाइन गरिएको हुन्छ कि यसले ओभरचार्जिङलाई आफै बचाउ गर्छ। पुरा चार्ज भएपछि यसलाई थाहा हुन्छ कि कति बेला आफै प्रोटेक्सन मोडमा जाने भनेर। यद्यपि यो मिथकमा आंशिक सत्यता छ। फोनको ब्याट्रीलाई चार्ज गर्दा यसको तापक्रम बढ्छ। त्यति बेला गम्भीर नोक्सानी हुन सक्छ जब तपाईँको फोन सिरानी जस्तो कुनै वस्तुबाट थिचिएको हुन्छ। यस्तो अवस्थामा रातभर चार्ज गर्दा ब्याट्री बिग्रिन सक्छ। 3. स्मार्टफोनसँगै आएको चार्जर मात्रै प्रयोग गर्नुपर्छ। यो कुरा पनि सत्य होइन। बढीजसो आधुनिक स्मार्टफोनले स्ट्यान्डर्डाइज USB चार्जर प्रयोग गर्दछन्। यसको मतलब यो हो कि तपाईँ कुनै पनि यस्तो USB चार्जरको प्रयोग गर्न सक्नुहुनेछ जसले पर्याप्त पावर दिन्छ। यदि तपाईँ आफ्नो पहिलेको चार्जरभन्दा शक्तिशाली चार्जर प्रयोग गर्नुहुन्छ भने कुनै हानि गर्दैन। तपाईँको स्मार्टफोन आफ्नो आवश्यकता अनुसार पावर लिन स्मार्ट छ। 4. बढी मेगापिक्सलबाट उत्तम गुणस्तरको तस्बिर आउँछ। बढी मेगापिक्सलको मतलब सधैँ यो हुँदैन कि तपाईँले उत्तम गुणस्तर पाउनुहुन्छ। इमेज प्रोसेसिङ सफ्टवेयर जस्ता कयौँ अन्य चिजहरू पनि छन् जसलाई लेन्स र सेन्सरको समग्र गुणस्तर उत्तम हुन्छ। 5. मल्टी-कोर प्रोसेसरबाटै स्मार्टफोन छिटो चल्छ। प्रोसेसरको जब कुरा आउँछ तपाईँले यसको गुणस्तर हेर्न आवश्यक छ न कि सङ्ख्या। कुनै एन्ड्रोइड स्मार्टफोनवाला 8 कोर प्रोसेसरको तुलना एप्पल आइफोन 6 प्लस डुअल कोर प्रोसेसरसँग गर्दा तपाईँले थाहा पाउनुहुन्छ कि आइफोन छिटो चल्छ। प्रोसेसरको स्पिडले तपाईँको स्मार्टफोनको स्पिडमा मामुली मात्रै योगदान दिएको हुन्छ। 6. एन्ड्रोइड फोन भाइरस र मालवेयरबाट भरिएको हुन्छ। मालवेयरलाई लिएर एन्ड्रोइड फोनको प्रतिष्ठा खराब छ। यद्यपि यो याद राख्नुपर्छ कि यस्ता फोन थोरै मात्र छन् जो मालवेयरबाट सङ्क्रमित हुन्छन्। जबसम्म तपाईँ एप्सलाई गुगल प्लेबाट डाउनलोड गर्नुहुन्छ तबसम्म यस्तो कुनै समस्या आउने छैन। 7. स्क्रैचबाट बचाउन स्क्रिन गार्ड आवश्यक। यो सत्य हो कि स्क्रिन गार्ड पछिल्लो समयमा धेरै सहयोगी थियो। यद्यपि आजको समयमा स्मार्टफोन गरिल्ला ग्लास जस्तो प्रविधिको प्रयोग स्क्रिन बनाउनलाई गर्छन्। गरिल्ला ग्लास यस्तो सिसा हो जो धेरै हदसम्म स्क्रैच प्रतिरोधी हुन्छ। यही कारणले तपाईँको फोनको स्क्रिन बचाउन स्क्रिन गार्ड आवश्यक छैन।